यसमा रक्सी खानै पर्ने ए आजकोमा आजको पुजारीले अनि भ्याएपछि अनि यो जामान यो हाम्रो सुँगुरलाई खुवाउनु पर्ने बजारमा मन्डीमा गएछ जम्मै का किलो 2 किलो अनि 5 किलो सम्म छन् 5 किलो दिइदिएर कनी चाहिँ कुनै परिचय भएन बिहा बोतल चाटा पर्न कान मासु लाग्यो भने किलो जम राख्छ किलो हिसाबले छ नि हेलो साथीहरु सम्पूर्ण नमस्कार वेलकम छ खानापाटोमा युट्युब च्यानलमा म आज पनि फेरि नयाँ भिडियो एन्ड भ्लग लिएर तपाईहरुको सामु उपस्थित भइसकेको छु र आज चाहिँ हामी जाँदै छौं यो हाम्रो गाउँको चण्डी पूजा अलकी के हो मंसिरे पूजामा चाहिँ जानको लागि हामी चाहिँ घरभन्दा माथिबाट आइसक्यौं त्यसको लागि चाहिँ गाउँलेहरूले एक माना चामल अनि त्यसमा भेटी 5-10 त्यस्तै 20-30 गरेर चाहिँ हालेर लानुपर्ने हुन्छ अनि हामी चाहिँ पूजामा चाहिँ हाम्रो चाहिँ त्यही बङ्गुरै हो चल्ने साथीहरु यले बुङ्गुर सुँगुर है सुँगुर हो कि गाउँमा त्यो पालेको हुन्छ नि कालो वाला हो त्यो चाहिँ चल्छ हाम्रोमा चाहिँ मैले पहिला पनि भनिसकेको जेमा पनि हाम्रो चाहिँ वासे नै चल्छ क्या के रे बुङ्गुरको मासु चल्छ हाम्रो चाहिँ सो मंसिरे पूजाको लागि पनि लिएर आइसक्नु भयो रे हाम्रो गाउँको अंकल बुवाहरूले अहिले चाहिँ म र सपना जाँदै छौं अनि ओली पनि चामल लिएको छ हातमा तिमीहरुको शर्मिलाको हैन मैले चाहिँ 4 घरको लिएको छु है यसमा त्यो यो सेतो प्लास्टिकमा चाहिँ 3 घरको हो अनि एउटामा चाहिँ एक घरकै भनौं एक माना चामल अनि भेटी 5-10 त्यस्तै लिएर आएको छु अब चाहिँ पूजामै भेटौँ होला साथीहरु यहाँ पनि हाम्रो धूपधन गर्ने ठाउँ छ कि इयाले छे शनिबारे त्यो पूजा गर्ने ठाउँ हाम्रो खालन्जेङ अनि अहिले पूजा गर्ने चाहिँ अलि मासतिर पर्छ आगोले बिहाकोटा अले कान्नु न जो उनी ए झन् छिटो न भेले खाता हो तले मेजला भए खा होला नि जमेको है नगजा र के होला नि फेरि होला ये के होला नि ए होला अर्को रास छ आज कान्न बिकान छन् बेले मिठा कठान दे नि क्या मेल खा डानी न बाजी ए मवरा डेलेगा चो तले होई होई येम बिया हाम्रो मन्दिर आइपुग्यो साथीहरु रेगुलर दिदी हेलो हेलो गर्दिनु निमा रानीवा अनिबा निबा अनिबा जम्मेको राम्बी होला साय अजबा हेलो जरले वासिया मेरो चाहिँ भेटिएर चामल हेलो मामा कति बेला आउनु भयो तपाईहरु बिहानै होला है तपाईहरु त को त पूजा रे सोमगारो लेन कथा ngô nam ri ini na katha serba de दादा रुपैयाँ गर्नु छ हजुर अरु पैसा त सोध्नी हिरा एक पार्टी ए
यहाँ बाजुर न अरू चाहिँ पुनी अङ्कल हो 10 रुपियाँ नहुने हेलो अनि आजको हाम्रो पूजाको विशेष भनिदिनुस् हाम्रो यो मगरको यो रीति हजुर पहिलेदेखि हाम्रो बाबुबाजीले मङ्सिर बुधबारे बोजे बाजी पूजा हजुर हजुर मगर लेडा किन भन्छ त सिङ्गुरको पुच्छर अलिकति छोटो लेडा भएर हाम्रो मगर लेडा भनेको हजुर अनि त्यसमा हजुरहरूले नाम थाहा केही चिन्नु भएन भने मेरो नाम चर्चित नाम दामोदर चितौरे राणा मगर र मेरो खास नाम देवबहादुर राणा उहाँ अब हामीले जामन राख्छ एका छकी बसेर जामन राखेर अब उहाँ मगर
सोमबारेमा जति जाडो भएको बेलामा पनि थरथर कामेर भावे चोखो एकाछाके बसेर ढाक्दिने हजुर अनि सामान जुटाउने सबै करा कुरूप जम उगार्ने फेरि हजुर बुढो कुमार बुढो पुजारी म हजुर है ओके
बहिनी तिमीलाई देखानी आयो मलाई झुल्के घाम जतिकै जिते पर्दैन पनि आयो जिते पर्दैन दमाई छ न है यो मेरो पाठ पनि गरे सन्तोली होटेल गरेर मिल्छ पैसा गानेर बासिकालाई साजी भनेर पहिलो माया सम्झन्छु पापी राति छोडेर हो कसरी जानी हो मायालाई छोडेर यो बजेन मैले बिस्कुट बाजा बजाउने मेरो थियो यो पाको बाजा यो आँपको बाजा त राम्रो बजेन भोलि पर्सि म बिस्कुट बाजा बजाएर सबैलाई राजा बनाउँछ itu dia nih agak mana curu pacah मासु दिन्छ रौसी दिन्छ खेतला पनि तिर्छ पैसा नलिएपछि हामीले गरिरहेछौँ त टानी हो 2000 टानी काल छोरा 2000 टानी अर्को तर कानु साथीहरू हाम्रो पूजामा यस्तो रमाइलो भएको छ तपाईहरुले देखिराख्नु भयो होला मैले चाहिँ तपाईहरुलाई सबै कुराको क्लिपहरु देखाइसकेको छु मन्दिर अनि यताउता मासु कटाइ हुँदै यता सल्लाह बढाइ चढाइ के हामी स्यामे हुन्छ नि मेला पातहरु बढ्ने हुन्छ अरे के यो पालिबाट
साथीहरू अब चाहिँ हामी पूजाबाट घरतिर लाग्दिएको। यहाँ चाहिँ हाम्रो गाउँलेहरूको सबै छलफल कार्यक्रम हुँदैछ। यो कुखुरा बाख्राहरूको सबै हावभावहरू बढाउने, कति गर्ने, के गर्ने, कतिसम्म गर्दा मर्का पर्छ पर्दैन भन्ने हिसाबले चाहिँ उहाँहरूले छलफल गर्दै हुनुहुन्छ। सबैजना देख्न सक्नुहुन्छ माथितिर। हामी चाहिँ रिसिङ दिदी घर पनि जानुपर्ने भएको कारण हामी चाहिँ अब लाग्नुपर्ने हुन्छ। त्यहाँ के अरे त्यो बङ्गुरको मासु पनि काट्दै हुनुहुन्छ, भाग बाँड्दै हुनुहुन्छ। हामी चाहिँ दुईजना जानुपर्ने हुन्छ। अनि घरमा चाहिँ शर्मिला अनि म र सपना बाहिर जानुपर्ने हुन्छ। सो हामी आइसक्यौँ यतातिर। बाई ल, बाई बाई। अब चाहिँ रानाको अब चाहिँ अबेर नुन लगाइसक्यो। सो हामी चाहिँ अब रिसिङतिर